ल सुझे खुसी आजको भ्लग चाहिँ हाम्रो गाडीबाट स्टार्ट भयो सफारीबाट कहाँ हिँडेको अब ताप्लेजुङ घर ताप्लेजुङ कुन ठाउँ अरे सगुवा हामपाङ ताप्लेजुङ हामी गइँदैछ ताप्लेजुङतिर ताप्लेजुङ जाने है ल छिराइदिएको गाडीमा कहाँ पुग्नु पऱ्यो गाडी पनि आयो अब जान आँटेको हामी रेडी होइन यसरी जानुको लागि घर कति महिना पछाडि अरे 3 महिना पछाडि 3 महिना पछाडि घर जाँदैछ है शेषै अब अनि यस्तो चिल उडेर जस्तो उडेर छु ल अहिले चाहिँ धरान आइपुग्यो धरान शेषैले चाहिँ बमिट गरेर बमिट राम्रो धरान आइपुगेको छ अहिले चाहिँ ट्याक्क लगाएर सामानहरू हाल्दै हुन्छ ड्राइभर त आइदिने है धरान हल्का ब्रेक 5 मिनट भोक लागेर हान्देको छोटा खाइदियो एकछिन भेट्नुपर्छ ल बस एक्सट्रिम हान्न आँटेको होइन त्यसै हेर गर मेरो पानी चाहिँ धेरै पर्छ नि त जानु हो पानी फाल्न थोरै फेरिराख्नुहुन्छ एक्सट्रिम हान्ने पारा जस्तो क्या लु मलाई घाँडा लाग्छ खोलिसक्नु भएको छ कस्तो चिको यार कस्तो अप्ठ्यारो हुन्छ गाडी पनि डस्टबिन हाल्यो ल डस्टबिनमा हाल्नुपर्छ कि खाँदै जानु क्या ल यस्तै छ है हाम्रो चाहिँ सो अरू चाहिँ चक्लेट हान्दै भाइसँग हेलो गाइस आई एम चक्लेट आई खोलिँदैन त हौ हानिदिइसकेको मामा दाजु पनि फालेर आऊ त्यो उयो हुन्छ नि मैले के खाइरहेको थिएँ होइन फेरि चक्लेट खाइँदै छ यहाँ ल अब जाने बेला भयो है
अहिले चाहिँ गाडी बिग्रेर ठ्याक्क भ्यू हेर्दै शेषे त्यहाँ छ पुरै माथेर शेषे भाइ चाहिँ घाम पर्दा यसरी छु कति घाम छ घाम पऱ्यो यार म यहाँ बस्दै गर्छु बस्ने ठाउँ हो यहीँ बस्नु पर्यो शीतलमा उफ आमा फाकै भयो यस्तो घाममा गाडी बिग्रेर यहीँ बस्नुपर्छ शीतल चाहिँ त्यहाँ पनि छान्न रहेछ त यहीँ बस्नु यस्तो छ यहाँ कस्तो ब्लरो भएको रहेछ गाडी चाहिँ त्यहाँ चाहिँ कहिले चाहिँ यहाँ बसिरहेको छौँ यस्तो घाममा गाडी बिग्रियो यति भइगयो नि अरू गाडीहरू चाहिँ जाँदैछ हामी चाहिँ आममा धुलो उडेको हामी चाहिँ बसेर भ्यू चाहिँ फेरि ओक्का छ ओक्का भ्यूमा चाहिँ नो कम्प्रोमाइज है अरू गाडीहरू चाहिँ गएको छ हाम्रो गाडी चाहिँ बिग्रेर अब अहिले यस्तो तनाव केही छैन अब सुना कति टाइम लाग्छ बन्द होला अनि गइन्छ कति घामले त आज गर्मी त्यस्तै यसो चाहिँ कस्तो बाहिर ठाउँमा आएर बिग्रे गाडी पनि तर डाँडाहरू चाहिँ ओपी छ अरे त माथि डाँडाहरू माथि डाँडाहरू दामी छ भ्यू त सो फाइनली गाडी चाहिँ भइसकेको छ अब जानु पर्ने अरे बस्नु ल है त अब लाग्यो गाडी बन्ने अरे लाग्ने अब है त ल अब चाहिँ हिँड्ने है दामी ठाउँ छ है हावा चाहिँ ओभर दामी चल्ने शीतल दामी हावा चल्दो रहेछ फेरि गाडी बिग्रियो एक घन्टा भयो बाटो त्यस्तो छ फेरि गर्मीले फ्याक्ट्री भयो गाडी बिग्रेर तनाव म एकछिन बाहिर निस्केको 1 घन्टा जति भयो होला गाडी बिग्रेको त्यही भएर एकछिन बाहिर आइदिएको घुम्न र फ्रेस हुनु कति बसिराख्नु बस्दा वाक्क लाग्यो यहाँको भ्यू चाहिँ फेरि ओभर चाहिँ पहाड गाडी बिग्रेर तनाव त्यही अघि पनि एकचोटि बिग्रियो अहिले पनि बिग्रियो के गर्नु तनाव छ एकछिनमा बनाउँछ होला अनि भेट्नुपर्छ है त बनाउँदैछ ल अब एकछिनमा भेट्नुपर्छ है त गाडी बिग्रेको अवस्था है त 1-1.5 घन्टा भइसक्यो अघि पनि बिग्रियो अहिले पनि टक्क बिग्रिरहेको छ बिग्रिहाल्यो गाडी आयो तनाव भइरहेछ बिग्रेर यस्तो छ है ठाउँ चाहिँ पहाड तर घाम चाहिँ उपर लागेको छ गाडी बन्दैछ म चाहिँ यहाँनिर बसिरहेको यस्तो घाम छ अल्छी लाग्यो एक्सट्रिम चाहिँ यहाँ हालेको मैले के गर्ने छ खायो बस्छ गाडी कति रुपैयाँ पनि त थाहा छैन एकछिनमा भेट्नुपर्छ होला अघि पनि बिग्रियो अहिले पनि बिग्रिरहेछ 2 चोटि भयो बिग्रेको कस्तो जानु चाहिँ 4 घन्टा लाग्छ भन्दैछ 1:30 2 नै बज्न आँटिसक्यो यहीँ इनर्जी ड्रिङ्क भनेको एक्सट्रिम छ अहिले चाहिँ हातमा
सो अब हेरौँ के हुन्छ कतिखेर भन्छ धन्न यहाँको भ्यू हेर्नु चाहिँ मजा आइरहेछ र यस्तो पहाडै पहाड छ ल अब एकछिन भेट्छु होला गाडी बनिन्छ कि अब गाडी चेन्ज हुन्छ थाहा छैन के हुन्छ है त एकछिन भेट्नुपर्छ त्यसो भए अब के चाहिँ भएको रहेछ भाइ खासमा आयो त्यो नालै होइन त कल्लो ट्याङ्कीको त तनाव गाडी पुगेर गाडी बनिँदैछ है इन्जिन सिन्जिन खोलेर यस्तो छ बनाउँदै हुनुहुन्छ कतिखेर बन्ने हो थाहा छैन त्यस्तो छ भ्यू चाहिँ महाकाडक्समा आएको छ ल है कतिखेर बन्छ थाहा छैन अब सिधै गाडीमा हिँडेपछि या गाडी बनेपछि मात्र भ्लग हान्छु है म अब अहिले इनर्जी पनि छैन महाकाडक्स बिहान नै हिँडेको 2 बजिसक्यो एकछिनतिर भेट्नुपर्छ घाम बर चर्को छ 3 बजिसक्यो गाडी चाहिँ बनिएको छैन अझैसम्म ठक्क डाँडा भ्यू त फेरि तल चाहिँ बजार चलिरहेछ 2 घन्टा जति भइसक्यो आयो चाहिँ निन्द्रा पुग्यो कति बेला पुगिन्छ अब 9-10 त्यहाँनिर 3 बजिसक्यो गाडी बन्द सो 3 बज्न आँटिसक्यो गाडी बिग्रिरहेछ अझै यत्तिकै बसिरहेछ यो हावा चलिरहे मस्त चलिरहेछ त्यही हो कति राति 9 त सोचेर पुगिन्छ भन्दैछ खै कतिखेर पुगिन्छ गाडी बिग्रिरहेछ 3 बजिसक्यो 2 घन्टा भइसक्यो कतिखेर पुऱ्याउने लाग्दो यहाँ चाहिँ डाँडामा बसिरहेको छु गाडी त्यहाँ बन्दैछ कतिखेर बन्ने हो अब फाँक भइसक्यो गएर एकछिन भेट्नुपर्छ है के हुन्छ अहिले चाहिँ गाडी बनाउने अङ्कलहरू आएर बनाउँदै हुन्छ यहाँनिर फाइनली कति टाइम लाग्ने हो बनाउँदैछन् मैले चाहिँ जुत्ता खोलिदिएको चिल्लौडी जस्तो मात्र छुट खुट्टा पाकिसक्यो नङ दुखेर गाडी बनाउँदैछ कति टाइम लाग्ने हो लाग्छिन भेट्नुपर्छ अझै दुलो पारेर आम्मा रातै परो तेल सबै निस्क्यो कि कागज प्लास्टिक निक्ल्यो कि तेल मात्र म चाहिँ उठमाथि चाहिँ म चाहिँ भुटमाथि बसिरहेको छु फेरि अहिले बनाउँदैछ नि ल फाइनली चाहिँ गाडी बन्यो ल यो ट्रक पनि आइरहेको छ हाम्रो ट्रक चाहिँ यो पर्छ है लुक्सले त मारेको छ यार सो फाइनली गाडी बन्यो अब हामी जान आँटेको छौँ मिस्त्री दाइहरूले ल्याएर बनाइदिनु भयो थ्याङ्क यू अब जाउँ तल सिधै अब सिधै घर पुगेपछि मात्र भ्लग गर्छु होला म
फेरि गाडी बिग्रेर बनाउँदैछन् बिल्लास लागेर कति बिग्रेको यार लभली पानी परेर अब त निद्दी भयो गाडीले हाम्रो चाहिँ यहाँ सिटिङ भनेकै रेडबुल एक्सट्रिम मिसाएको छ रात परिसक्यो कतिखेर घर जाने गाडी यहीँ छ एक्सट्रिम खाँदै पेट्रोल जस्तै देखिने रहेछ गाडी बन्दैछ भर्खर छेसे चाउचाउ खाएर गइसक्यो अझै 3 घन्टा लाग्छ अरे गाह्रो छ आज हालत पत्ली जुगाड गर्दै हुनुहुन्छ है यस्तो अँधेरोमा पनि यार आज अहिलेसम्म हिँडेको छैन कति टाइम लाग्यो यस्तो गरेर पेट्रोल यहाँनिर हानेर लाने पेट्रोल नताने अरे त्यहाँ माथिबाट पेट्रोल लगाएर यहाँ जान्छ इन्जिनमा अनि चल्छ गाडी आज बिजोक आउँछ चाहिँ बस्नुपर्छ अब बसिराख न नि अब ल एकैचोटि अब घर पुगेपछि मात्रै भेटिन्छ होला राति गरिँदैन होला ब्लक बिजोकै छ आज बादल लागिरहेको यस्तो छ है अहिले चाहिँ हुन्छ माथि त एक गाडीमा दाइ भिडियो नगर्नु अस्ति गाडी बिजोरे भन्दा मुनि त आज जुगाड चाहिँ डह्रो गर्नुभयो बिग्रिनु कति चाहिँ 3 चोटि बिग्रियो यो सुत्दा त्यहाँ पैसाको लोभले हिँडेछ भने पैसाको लोभले हिँडेको होइन त्यसले यस्तो हुन्छ भनेर जाने र हिँड्ने दिमाग पुऱ्याएर यहाँदेखि यहाँ सिधै यहाँ लड्छु सुगाई यहाँ चाहिँ आधी रातमा रातिको 9-10 बजेको छ अर्को गाडी आएको छ अर्को गाडीमा जान आँटेको आज चाहिँ लास्ट गिद्दी भयो हाम्रो गाडी बिग्रेर अर्को गाडी हुस्से पानी छ अर्को गाडीमा जान आँटेको ल अब घर पुगेपछि भेटिन्छ सो राइट नाउ अहिले चाहिँ रातिको 2 बज्न आँटेको छ शेषे म यहाँ यो 2टा भारी गाडीले चाहिँ हामीलाई आधी बाटोमै छोड्यो सो अब यतिकै जानु तितेपाती छ साथमा गीत सुन्दै अनि शेषे सानो बुवा र रोजी बुनु लिन आउँदैछ अरे यो र यति त केही होइन सो बोकेर हिँडिँदैछ कहिलेकाहीँ यस्तो अनुभव गर्नुपर्छ कहिलेकाहीँ आज गाडी नभएर यस्तो भयो सो अब हामी हिँड्न आँटेको छौँ तपाईँहरूलाई अब एकछिनमा भेट्छौँ है त सामानहरू यहाँ चाहिँ एकछिन रेस्ट गरेको ल भाइ रेडी हिँड्नुको लागि जाउँ ल दामी देखिन्छ म चाहिँ उनियाल भन्ने ठाउँमा काम गर्थेँ कि मेरो त्यो पछि किचन हेर्ने काम चाहिँ गुड मर्निङ अनि यो चाहिँ बेलुकातिर यो तेरो भ्लगिङ थिएन बेलुकातिर पुगेको थियौँ यस्तै भयो आइज ल थ्याङ्क यू फर वाचिङ दिस भिडियो है त कट